आदरणीय दर्शक वृन्दहरू नमस्कार। आज म यस भिडियो मार्फत तपाईहरू समक्ष नेपालकै अति सुन्दर रमणीय पर्यटकीय स्थल अथवा भनौँ हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाको अप्पर मुस्ताङ र लोअर मुस्ताङका विभिन्न गाउँहरूको भिडियो समावेश गरेर यस भिडियो मार्फत तपाईहरूलाई जानकारी दिने कोसिस गर्नेछु। हाम्रो यात्रा यसरी पोखराबाट सुरु हुन्छ र हामीले पोखराबाट सुरु गरिसकेको यात्रालाई सिधै जोमसोममा गएर मात्र रोकिएका थियौँ। मुस्ताङको जोमसोमबाट देखेको यो हिमालको दृश्य बाफ रे, यो हो नि त हेभन अन अर्थ। हजुर बेच्ने हो आइजा। अहिले सही देखेछ गाडी। यो चाहिँ जोमसोमको एयरपोर्ट न, एयरपोर्ट अलि हतार भएछ अहिले। बजार साँझ पर्ने बेला भइसकेको छ अहिले। जोमसोम विमानस्थल प्रवेशद्वारलाई आमामा प्रवेशद्वारको मुनि नै हिमाल यस्तो बवाल देख्छ। मुस्ताङ स्याउला बिक्रीमा दामी। माहौल धमाधम भइरहेको छ यता पनि ल।
त्यतिकै गर्दा नाच्दै भन्छ कपी बोकेर हिँड्दा नाच्दै भन्छ कोटला होटेल कता हो कोटला जनताको सेवा गर्न गाह्रो छ Satu rai mi na fa mi na. Ta kemba satu ner to so ma sen du Dizale chi nan di re. Ja di na ta na dizale na ma ona. भोलि मिल्छ नम्बर जी फोन नम्बर ले दो ना. या यसले रात त घर त घरकै नि त्यो रात म मुक्तिनाथ क्षेत्रको यो दृश्य के अरे बस्ती आहा स्वर्गै हो नि यार
छ जिन्दगी छोटो छ तिमीहरूको जिन्दगीको भर छैन याकको मासु ल याकुला पिस्थ्यो कम मिठो हुन्छ बनाएको त मतलबै हुँदैन पक्लक्क फुट्न लागेछ अब चौरी काटेको रहेछ अझै त छुसाङ भन्ने ठाउँको यो पुरै माटोको पुरै पहाड रहेछ यो तर हेर्दाखेरि पुरै घरहरू जस्तो के दामी दामी रहेछ ल हेर्दाखेरि त पुरै घरहरू एउटा सहरै जस्तो देखिन्छ माटोको पुरै यो मुस्ताङको अप्पर मुस्ताङ जाने बाटोमा रहेको छुसाङ भन्ने ठाउँमा यस्तो खतरा खतरा यो स्ट्रक्चरहरू रहेछ क्या यो चाहिँ पुरै होइन नेचुरल रूपमै बनेको रहेछ पुरै हावाले पानीले यस्तो प्रकारको यो पुरै कङ्क्रिट टाइपको माटो पनि होइन ढुङ्गा हुने ढुङ्गा पनि होइन है त्यो टाइपको रहेछ यहाँ चाहिँ पुरै खतरा एकदम दामी सिन देखिने रहेछ क्या अनि बालुवाको पनि यहाँनिर घरहरू जस्तो देखिने होइन गुफाहरू जस्तो एकदम दामी सिनहरू रहेछ ल यो ठाउँमा पनि घुम्न आउनुपर्ने रहेछ ल यो ठाउँको नाम चाहिँ के छुसाङ भन्ने ठाउँ रहेछ है अप्पर मुस्ताङ जाने बाटोमा पर्छ एकदम राम्रो छ ल यहाँको सिनहरू चाहिँ साथीहरू हामी अहिले मुस्ताङ यात्राको क्रममा यो चैले भन्ने गाउँमा आइपुगेको छ यो चैले भन्ने चाहिँ अप्पर मुस्ताङ जाने बाटोको बिच जस्तो ठाउँमा पनि पर्दो रहेछ यहाँ पनि हामीले अलि लोकल टाइपका घरहरू चाहिँ यहाँनिर अलिअलि देख्न पाइँदो रहेछ नत्र नेता पनि पुरै डेभलप भइसक्यो होइन पुरै एकदम बिल्डिङ घरहरू देख्न सकिन्छ तर यहाँ चाहिँ हामीले लोकल टाइपको घरहरू देखिरहेको छ मैले यो चाहिँ नेपालभरिमा प्रायः जस्तो ठाउँहरूमा कमै मात्रामा यस्तो प्रकारको एकदम पुरानो चलन जस्तै के त्यो मुखियाले गाउँले सबैलाई खबर गरेर होइन गाउँलेहरूलाई एक ठाउँमा जम्मा गरेर कुनै पनि कार्यक्रमहरू आयोजना गर्ने यहाँको चलन रहेछ
यो देखेर चाहिँ मलाई पनि एकदमै रमाइलो लाग्यो, अचम्म लाग्यो है। ल हेर्नुहोस् चाहिँ मुस्ताङको चैले भन्ने गाउँ। मेरो नि भिडियो आउँछ। मने पे साथीहरु हामी फेरि यो मुस्ताङ घुमफिरको क्रममा यो मुस्ताङ जिल्लाको अप्पर मुस्ताङ जाने क्रममा यहाँनिर घ्याकार भन्ने एउटा गाउँ रहेछ। त्यहाँनिर अब हामी जान लाग्छौँ। यहाँबाट यसरी यो खोजबाट यति लामो झुलुङ्गे पुल तरेर जानुपर्छ। यहाँबाट देखिने सिनहरू पनि एकदम बबाल छ है केटा हो। ल घुम्नुपर्छ है केटा हो यहाँ चाहिँ। ल दामी। अब यहाँनिर यसरी बाइक पनि आउँछ है। ल बाइकर दाजुहरू यसरी ल है ल सही हो हो यसरी राइट लिनुपर्छ है केटा हो। हामी पनि पुरा डट बाइक लिएर आएर खतरा छ त। ल दामी छ नि त। अरे यहाँ मुस्ताङ भनौँ अब अप्पर लोवर सबै मुस्ताङ बबाल छ नि फेरि केटा हो। ल दामी छ है केटा हो। ल दामी छ। ल पछि सँगै आउनुपर्छ। यो चाहिँ पुल एकदम लामो झोलुङ्गे पुल। यहाँबाट तलतिर हेऱ्यो भने त काली लाग्दो रहेछ है। रिङवटा लामोलाई त एकदम खोजमा खत्रै फुल। यो अघि भनेको घ्याकार गाउँको हामी बीच बाटोसम्म आइपुग्यो त। गाउँ आइपुग्न लागिसक्यो जस्तो लाग्छ मलाई। तर त्यति गाह्रो त छैन। त्यति चिसो पनि रहेनछ यहाँ चाहिँ। यहाँको मनोरम दृश्यहरूलाई हेर्नुहोस्। यहाँ ढुङ्गाको पहाड होइन। अनि यतापट्टि चाहिँ बस्तीको छेउछाउमा रुखहरू एकदम रमणीय सिनहरू हामीले यहाँ देखिरहेका छौँ। अब त्यहाँ गाउँमा पुगेर फेरि त्यो गाउँको घरहरू के कस्ता छन् म फेरि तपाईँहरूलाई भिडियोमा देखाउनेछु। अहिले चाहिँ अलिकति खिच्दै हिँड्नलाई यहाँ मलाई गाह्रो पनि भइरहेछ। वाउ के भन्छ ल हेर्नु त यहाँ सिनहरू दामी खतरा। ओहो मुस्ताङमा पनि यस्तो ठाउँहरू छन् के। यो ठाउँमा मान्छेहरू एकदमै कम आइपुगेका होलान्। एकदम भित्र छ। हामी अब लगभग यो घ्याकार गाउँको गेटमा आइपुग्यो। यहाँबाट भित्र सानो गाउँ छ। अनुमति लिनुपर्ने होला नि त सर। यसरी हामी अब घ्याकार गाउँको गेटबाट इन्ट्री गर्दैछौँ। घ्याकार गाउँको बस्तीहरू वाउ। अब यहाँ लगभग सबै उस्तै देखिन्छ घरहरू चाहिँ। यो चाहिँ अब हामी यो घ्याकार गाउँको स्याउ बगानमा गएर स्याउ टिपेर खानु पर्यो। ल हेर्नुहोस् यहाँको गाउँ त्यो ढोका लगाइदियो। अब यहाँबाट हामी भराङ चढेर जानुपर्छ अरे माथि। यहाँको गाई फेरि यस्तो हुन्छ है सानो सानो है। भुत्ला चाहिँ बाक्लो भएको गाई हुँदो रहेछ यहाँ। यो घ्याकार गाउँमा रहेको एउटा स्याउ बगानमा आऊ वाउ यो हो नि त। ल हातैबाट टिपेर खान मिल्ने स्याउ। ल ओहो ल आम्मामा ल हेर यहाँ बजार नपाएको स्याउले कति महँगो छ यार काठमाडौँमा स्याउ। 350 रुपियाँ किलो छ। यहाँ भने यसरी बोटमा ल त्यत्तिकै फलेर बसिरहेको छ। त्यस्तो अवस्था भयो भने चाहिँ गाह्रो हुन्छ क्या किसानलाई। ल हेर्नु त यहाँ पुरै है झरिरहेछ। बोटमा पनि यसरी अझै बाँकी रहेछ स्याउहरू। आहा यो यस्तो हो नि त। यसरी अर्ग्यानिक प्योर अर्ग्यानिक स्याउहरू यसरी खानु पाउनु भनेको ठुलो भाग्यकै कुरा होला। हेर्नुहोस् यहाँ मुस्ताङ जस्तो एकदम उच्च हिमाली भेगमा रहेको यो स्याउ।
अहिले हामी यो बेलुकाको 5 बजेको छ साङबोचेमा एउटा रेस्टुरेन्टमा अब हामी खाजा खाने टोयलेट। अब हामी यो रेस्टुरेन्टभित्रमा अलिकति हल्का तातो खाएर लोमानथाङको यात्रा जारी राख्छौँ। यो रेस्टुरेन्ट छ यस्तो यहाँ होइन, रेस्टुरेन्ट पनि एकदम राम्रो छ रेस्टुरेन्ट। यो लोमानथाङको प्रवेशद्वार गेट हो। यहाँबाट देख्ने भ्यूहरू चाहिँ यस्तो खतरा छ होइन, ल्यान्डस्केप पुरै हिमाल चाहिँ यहाँबाट नदेखिँदै चाहिँ यहाँबाट चाहिँ खालि यो फाँटहरू जस्तो त्यस्तो मात्रै देखिने रहेछ ल यहाँबाट चाहिँ। यो चाहिँ लोमानथाङबाट देखिने सिनहरू। लोमानथाङ भन्नेको ठाउँ यस्तो छ ल होइन, यो पुरै मरुभूमि जस्तो होइन, यहाँबाट हिमाल देख्छ नि। यो लोमानथाङको प्रवेशद्वार गेट स्वागत छ भनेर लेखिरहेको छ होइन। यहाँ चाहिँ गाडी आउने ठाउँ। यो चाहिँ लोमानथाङ बस्ती। यो त यो सबै है आमा यो त पहिलाको ऊ एरिया दरबार एरिया हो क्या? ए गाउँको लागि यो गेट यो हजुर। ल लोमानथाङको गाउँ हजुर। आक्रमण गरे पनि पानी गाउँको भित्र भएर गाउँले भएर नगरी हुने खालको त्यस्तो घर चाहिँ ठुल्ठुलो रहेछ कि एकदमै ठुल्ठुलो। दरबार जस्तो रहेछ। ल लोमानथाङ बस्तीको चाहिँ हामी लोमानथाङको बस्तीमा हिँडिरहेको। हजुर तल भनेको जाडो चिसो भएर सबैजना पोखरा झड्या होला होइन, पोखरा जोम्सन। यस्तो जाडो भएपछि सबजना मान्छेहरू तल झर्दो रहेछ बस के अरे बजारतिर। लोमानथाङको गाउँपालिका अफिस रहेछ। इलाका प्रशासन कार्यालय लोमानथाङ मुस्ताङ। लोमानथाङ पनि ठुलै एरिया रहेछ नि।
लोमाङको यो गाउँहरू गाउँ त के भन्नु पहाडहरू यो मान्छे काटेर दिन्छ नि कहाँ हो त्यो उतैतिर हो पोलो मुस्ताङको ठिङ्गर भन्ने गाउँ यहाँको घरहरू पुरै माटो र ढुङ्गाले बनेको है पर्खालहरू पनि त्यस्तै पुरा एकदम पुरानो टाइपको त्यही हो यो उपल्लो मुस्ताङको ठिङ्गर भन्ने गाउँको दृश्यहरू हो यो चाहिँ एकदमै यताबाटसम्म परेको देखिन्छ यहाँको सिनहरू यस्तो छ है अहिले हामी यो अप्पर मुस्ताङको नामगेल गाउँमा आइपुगेका छौँ नामगेल गाउँमा पनि यहाँनिर यहाँको मुखिया साहबले गाउँले भेला गरी यो चाहिँ अप्पर मुस्ताङको नामगेल भन्ने गाउँ यहाँनिर अहिले हामी आइपुगेका छौँ अब यहाँ गाउँले भेला हुने काम भइरहेको छ गाउँ रहेछ एउटा हामी अहिले अप्पर मुस्ताङको न्याम्डो भन्ने गाउँमा आइपुगेका छौँ यहाँ चाहिँ एकदमै पुरानो घरहरू नै रहेछ यहाँ चाहिँ धेरै छ नयाँ घर बनेको छैन पुरानो स्टाइलको घरहरू छ न्याम्डो भन्ने गाउँमा यहाँ कति बस्ती छन् अब यहाँनिर पनि गाउँले भेला गराई जानकारी गराउने कार्यक्रम हुँदैछ अहिले मुखियाजीले गाउँले भेला गराउने कार्यक्रम अगाडि बढ्दैछ हेरौँ कहाँनिर हुँदो रहेछ भेला यहाँनिर यो चाहिँ अप्पर मुस्ताङको न्याम्डो भन्ने गाउँ सास चाहिँ लामो फेर्नु पर्ने रहेछ अहिले चाहिँ हामी यो अप्पर मुस्ताङको चुङजुङ भन्ने गाउँमा आइपुगेको छु यहाँ अब गाउँले भेला गरेर यहाँ पनि जानकारी दिने काम हुँदैछ यहाँको दृश्यहरू यस्तो छ है चुङजुङ गाउँ यहाँको यो गाउँमा पनि अलि बस्ती बाक्लै रहेछ अरू गाउँको दाजुमा एकदम हाइटमा छ यो गाउँ पनि यो चाहिँ चुङजुङ गाउँ अप्पर मुस्ताङको चुङजुङ गाउँ अब यहाँको सिन पनि लगभग अप्पर मुस्ताङको प्रायः जस्तो ठाउँ सबै ठाउँमा उस्तै देख्दो रहेछ हामी हिमालबाट एकदम नजिक यहाँ पनि बस्ती अलि बाक्लै देखिँदो रहेछ यहाँ ठुलो मैदानहरू पहाडहरू सबै चट्टानको पहाडहरू यहाँको बस्ती चाहिँ यही हो चुङजुङ गाउँको बस्ती यो हेर्नुहोस् ल अहिले हामी यो न्यानोल भन्ने गाउँमा आइपुग्यौँ ल यहाँको बस्तीहरू यस्तो छ घर
चाहिँ यहाँको घरहरूको हेर्नु त्यहाँ पर्खालहरू यस्तो हुन्छ यहाँको ल पुरै माटोको होइन यहाँको गल्ली बाटो है ढुङ्गै ढुङ्गा माटै माटो घरहरू पनि एकदमै लोकल टाइपको छ यहाँ चाहिँ यहाँवर भन्ने गाउँ हो क्या अरे यो यस्तै यहाँको बस्तीहरू खास यस्तो लोकल टाइपको हुनुपर्छ क्या मान्छेहरू पनि अनि पुरा यही हेर्न हुन्थ्यो नि होइन यहाँको विशेषता भन्नु नै यही हो क्या यस्तै पुरानो पुरानो प्रकारको घरहरू हेर्न आउने होइन यहाँ चाहिँ अलि बिल्डिङहरू देख्दा चाहिँ अलिकति त्यति सौन्दर्य नलाग्ने यो चाहिँ न्यानुल भन्ने गाउँको बस्ती हो होइन यहाँ हेर्नुहोस् यहाँको घरहरू चाहिँ एकदम टिपिकल लोकल टाइपको छ अनि यो जस मुस्ताङमा आएर हेर्न पर्ने हामीले हेर्न खोज्ने यस्तै हो क्या यहाँको ढोका हेर्नु गेट हेर्नु होइन यो भनेको एकदम एन्सेन्ट हामीलाई भाइब्स ल्याउँछ नि होइन यस्तो प्रकारको घरहरू हुनुपर्छ क्या मुस्ताङमा घुम्न आउनलाई चाहिँ खास तर अहिले एकदम बिल्डिङ भइरहेको छ चारैतिर चाहिँ गोठ यस्तो यहाँभित्र गाई बान्ने होइन गाई भेडा च्याङ्रा के हुन्छ यस्तो अहिले त अब चराउन लगाएको छ छैन यहाँको वालहरू पनि सबै यस्तो माटो र ढुङ्गाको ढोका होइन यस्तो टाइपको छ क्या यहाँ चाहिँ जस राम्रो छ हेर्न लायकको छ यहाँको गाई पनि एकदम हेर्दा नर्मल गाई नै हो यहाँको चाहिँ अलिकति पुत्ला धेरै हुँदो रहेछ क्या गाईको रौँ बाक्लो जाडो भएर होला यहाँ पनि बत्तीको सुविधा चाहिँ राम्रो रहेछ बत्ती बाटोहरू अलि बाटो चाहिँ अब पिस गर्न बाँकी छ होइन अरू चाहिँ बाटो चाहिँ जस हरेक गाउँमा बाटोहरू चाहिँ पुगेको हुँदो रहेछ क्या यो ठाउँमा चाहिँ अनि यो पराल हो कि के हो यो फापरको बोट जस्तो हेर्नुहोस् यहाँको यो पुरै फाँट जस्तो जमिनहरू छ क्या यहाँ चाहिँ पुरै हेर्दाखेरि है हामीलाई त्यो हुन्छ नि एकदम त्यो गल्फ कन्ट्रीतिर देख्ने पहाडहरू ढुङ्गाको माटोको बालुवाको पहाडहरू जस्तै छ क्या यहाँ भने यो घरमा है होइन हामीलाई त बिल्डिङ मन पर्दैन त ए त्यत्रो टाढादेखि त्यत्रो पैसा खर्च गरेर मान्छे घुम्न आएर त्यो बिल्डिङ हेरेर के काम हाम्रो त यस्तो पुरानो घरहरू हुनुपर्छ यस्तो ग्रामीणको यस्तो गाउँ आएछ गाउँै जस्तो होस् क्या अनि खुब मन पराउँछ नि ल यहाँ हेर्नु त यहाँ ओहो पुरानो टाइपको घरहरू है साह्रै रमाइलो क्या यो हो नि त ब्युटी भनेको यो हो कि खास यो मुस्ताङको ब्युटी भनेकै यहाँको कल्चर होइन यहाँको रहनसहन यहाँका पुराना घरहरू एन्सेन्ट टाइपको घरहरू जस्तो लाग्ने टाइपको है यो हो क्या यहाँको ल हेर्नु चाहिँ रुख ठुलो रुख रहेछ यहाँ भने तिनी पछि यस्तो कुलो चाहिँ सानो हुन्छ कि हो यो हो नि त हेर्न लायकको ठाउँहरू के घुम्दा नि हामीलाई नि अर्को छुट्टै भाइब्स आओस् न होइन फिलिङ्स पनि फेरि म घुमी फेरि स्टार्ट गरेको ठाउँमा पनि आइपुग्यो यो चाहिँ अहिले हामी अप्पर मुस्ताङको सामजुङ भन्ने गाउँमा छौँ होइन सामजुङमा छौँ यहाँको पनि भौगोलिक स्थिति भौगोलिक बनावट त्यस्तै छ घरहरू पुरानो यो चाहिँ अलिकति टिपिकल लोकल टाइपको घरहरू देख्न सकिन्छ यहाँ पनि सानो छोटो है एकदम बाक्लो ढुङ्गाको गाह्रोहरू भएको यहाँ वरिपरि डाँडाकाँडाहरू हेर्ने यो सबै ढुङ्गा माटोले बनेको डाँडाहरू हो यहाँ रुखको नाम निशानै छैन ल हेर्दा चाहिँ रमणीय छ यहाँ रुखहरू छ रुखहरू पनि सुकेको जस्तो है
यो लहरे पिपलको बोटहरू जस्तै धेरै हुँदो रहेछ अग्लो अग्लो पात पनि पिपलको जस्तै छ छन् चाहिँ यहाँबाट हामी यो 4600 मिटर उचाइमा छौँ यहाँनिर अलि सास लिनलाई अलिकति गाह्रो पर्दो रहेछ होइन अलि कमजोर मान्छेहरूलाई यहाँनिर हाई लाग्ने सम्भावना छ भनेर यहाँनिर स्थानीयहरूले भनेका छन् होइन ल यहाँनिर अलिकति लोकल टिपिकल टाइपका घरहरू का बस्ती यो चाहिँ पुरै घरको छानो छानोमा पुरै दाउराले भरिएको छ यहाँ चाहिँ जसको पनि त्यस्तै हुँदो रहेछ क्या यहाँ चाहिँ दाउरा चाहिँ अब यो हिउँदो सिजनमा हिउँदभरि पुग्ने गरेर दाउरा जम्मा गरेर राख्दो रहेछ मान्छेहरूले ल यहाँको बस्ती यहाँको घरहरू यो सामजोङ भन्ने गाउँमा यस्तो प्रकारको रहेको छ यो ठाउँ वान छ ल असम फिल्म बनाउने हो नि म्युजिक भिडियो बनाउने हो भने त बबाल ठाउँ छ ल बबाल यसलाई त एकदम यार इन्टरनेसनल सुटिङ स्पट अहिले हामी यो अप्पर मुस्ताङको फुवा भन्ने गाउँमा आइपुगेका छौँ यहाँबाट चाहिँ ल्यान्डस्केप सिनहरू एकदमै राम्रो एकदमै सुन्दर अति सुन्दर आँखालाई शीतल बनाउने सिन छ होइन अनि यहाँनिर एकजना यहाँ पर्यटक आइपुग्नु भएको रहेछ पर्यटक चाहिँ एकदम रमाइरहनु भएको छ क्या यहाँ ऊ ल नि त यहाँ अप्पर मुस्ताङको भ्यू त खत्रै हो क्या अब यो चाहिँ यो फुवा भन्ने गाउँमा हामी घुम्न जाँदैछौँ यो भित्र भएको घरहरू विशेष त यहाँको मौलिक रूपमा बनेका घरहरू नै विशेष आकर्षण बाटो अनि मौलिक रूपमा बनेको घरहरू यहाँको आकर्षणको रूपमा एकदम यहाँको सौन्दर्यलाई सुनमा सुगन्ध थपिदिने चिजहरू हुन् माटो घरहरू एकदमै पुरै नेचुरल क्या यो चाहिँ टिपिकल ओरिजिनल बस्तिरहेको छ भने एकदमै ल न यहाँ यो भिडियो हेऱ्यो भने त एकचोटि मुस्ताङ जाउँ जाउँ लाग्छ होला हौ सबैलाई आउनु पनि पर्छ एकचोटि जिन्दगीमा धरतीको स्वर्ग हो यो कसैलाई जिउँदै स्वर्ग देख्न मन छ भने मुस्ताङ आउनुपर्छ एकचोटि यो चाहिँ फुवा गाउँको भित्री बस्ती यहाँको घरहरू पनि लगभग एउटै प्रकारका छन् जहाँसुकै गए पनि यहाँको घरको बनावट सबै उस्तै हुँदो रहेछ ओहो यहाँनिर एउटा गुम्बा पनि रहेको छ सायद यो गुम्बा हुनुपर्छ बस्तीभित्र यस्तो जहाँ मानव बस्ती यहाँ गाउँ हुन्छ त्यहाँ चाहिँ यो एउटा रुख हुँदो रहेछ अग्लो रुख है यो रुख पनि एकदमै अग्लो छ पात चाहिँ पिपलको जस्तो यो लहरे पिपल हो कि के पिपल हो है हिमालमा पाइने यो एउटा विशेष प्रकारको रुख रहेछ यहाँको प्रायः जस्तो गाउँमा सबै ठाउँमा यो रुख चाहिँ लगाएकै हुँदो रहेछ कि जताततै र यहाँका बस्तीहरू लगभग हामीले
अन्य ठाउँमा देखेको जस्तै हो। जुन प्रकारको हामीले दृश्यहरू देख्छौँ लगभग उस्तै छन्। ल यहाँको यो जुन पर्खालहरू छ नि यो यहीँको ढुङ्गा माटोबाट बनेको हो। एकदमै बाक्लो बाक्लो पर्खालहरू हुन्छ यहाँ। घरहरू पनि ठुल्ठुलो तर सबै माटोले बनेको घरहरू। एकदमै राम्रो एउटा मौलिक रूपमा बनेको घरहरू रहेको छ नि यहाँ सबै। यहाँको यो रुखले पनि एकदमै सौन्दर्य थप्ने काम गरेको छ। ल हेर्नुहोस् यो रुखहरू पनि एकदम अग्लो अग्लो छ। यो चाहिँ एउटा गुम्बा हो। यहाँ गुम्बा रहेछ, पूजापाठ गर्ने होला सायद यहाँ। यो चाहिँ अप्पर मुस्ताङको फुवा भन्ने गाउँ। दाइ हामी यो फुवा गाउँमा हिँड्दै यहाँ कति घर छ दाइ? यहाँ छ होला म 30 घर जति। 30 घर जति छ है। ठुलै रहेछ। 30 घर भने पनि ठुलै हो। टाढाबाट हेर्दा चाहिँ खासै ठुलो देखिँदैन है। भित्र छिरेपछि चाहिँ घरै घर देख्ने क्या। अचम्म बस्तीहरू हुँदो रहेछ क्या। ल हेर्नुहोस् यहाँ चाहिँ घुम्नको लागि आउनुपर्छ है सबैजना। एकदम राम्रो राम्रो बस्तीहरू छ क्या यहाँ। एकदम मौलिक रूपमा बनेको होइन, एकदम टिपिकल ओरिजिनल नेचुरल सबै चिज यहाँ अर्ग्यानिक हुन्छ। यहाँ विशेष त यहाँको फलफुलहरू अनि सागसब्जीहरू आलुहरूमा विषादीहरू एकदम जेरो युज, एकदमै अर्ग्यानिक र एकदमै ओरिजिनल, स्वास्थ्यको लागि एकदमै राम्रो। हेर्नुहोस् मुस्ताङको बस्ती, अप्पर मुस्ताङको बस्ती हो यो चाहिँ फुवा भन्ने गाउँ। यहाँ चाहिँ बस्तीमा जता पनि यस्तो सानो सानो कुलो हुन्छ। पानीको यहाँनिर त्यति दुःख छैन हिमालको काखैमा रहेको कारण। एकदमै रमणीय सुन्दर बस्ती, एउटा हामीले घुम्नै पर्ने ठाउँ जहाँ सहरको भिडभाड कोलाहलदेखि टाढा बसेर हामीले एउटा मनलाई शान्त पार्ने ठाउँ हो यो उपल्लो मुस्ताङको गाउँ बस्तीहरू। यो हो नि त। ल हेर्नु मौलिकता यहाँको राम्रो छ कि एकदमै हुन त यहाँ यो ठाउँमा आउने मान्छेहरूले त्यति आँट गर्दैनन्, तर विशेष रूपमा घुम्ने एउटा एडभेन्चर रूपमा चाहिँ घुम्छु नै भनेर आउने मान्छेहरूको लागि एउटा उत्तम गन्तव्य पनि हुनसक्छ। म चाहिँ अहिले यो अप्पर मुस्ताङको फुवा भन्ने गाउँभित्र घुमिरहेको छु होइन। यहाँको दृश्यहरू क्यामेरामा सकेसम्मको मैले कैद गर्ने कोसिस गरिरहेको छु। यहाँ यति रमाइलो लाग्छ, यति शान्त है, मनलाई पनि आनन्द लाग्ने यो गाउँ चाहिँ। एकदम तपाईँहरूले उपल्लो मुस्ताङ आउनुभयो भने एकदम भित्र कोही सानो कोही ठुलो यहाँनिर धेरै गाउँहरू हुँदो रहेछ क्या। अनि यो घुम्दै जाँदाखेरि चाहिँ हामी अर्कै दुनियाँमा पुगिरहेछौँ कि अर्कै संसारमा हिँडिरहेछौँ कि जस्तो अनुभव हुँदो रहेछ क्या। यहाँ चाहिँ एउटा जे कुरो पनि नेचुरल र टिपिकल टाइपको लाइफस्टाइल रहेको छ यहाँ चाहिँ है। अनि यतातिर घुम्दा मनै आनन्द लाग्ने। ल हेर्नु तपाईँहरूले है कति मजाको सिनहरू छ, आनन्द छ। यहाँ हल्ला खल्ली कोलाहल प्रदूषण त्यस्तो के पनि छैन। जे कुरो छ एकदम नेचुरल ओरिजिनल रहेको छ यहाँ चाहिँ। मैले हेलो यहाँनिर जम्मा हो यो मुस्ताङको गाउँभित्र जुन अप्पर मुस्ताङको गाउँभित्र घुमेका अनुभवहरू चाहिँ म यहाँ सेयर गर्ने कोसिस गर्दैछु तपाईँहरूसँग है। एकदम राम्रो मनमोहक हुन्छ नि होइन। ल म अरू पनि तपाईँहरूलाई अरू गाउँको सकेसम्म भरको सबै गाउँको भिडियोहरू होइन कैद गरेर चाहिँ नि यही भिडियोमा तपाईँहरूलाई देखाउँछ है त। उपल्लो मुस्ताङको ब्युटी वाउ। Heaven on earth. Heaven is myth. Mustang is real भनेर भन्नु।
चाहिँ हामी अहिले उपल्लो मुस्ताङको किमलिङ भन्ने गाउँमा आइपुग्यो। यहाँबाट पनि एकदम राम्रो सिनहरू देख्न सकिन्छ हेर्नु है। एकदमै उपल्लो मुस्ताङमा प्राय जसो भनौँ लगभग सबै लोकेसन हामीलाई यसो हेर्दाखेरि उस्तै लाग्छ के है। यहाँको घरहरू, यहाँको भौगोलिक बनावट, अनि यहाँको मुस्ताङी स्याउ खाँदैछ एकजना टुरिस्ट भाइले। अनि यहाँको विशेष चिनारी भनेकै मुस्ताङको स्याउ र आलु रहेछ है। यहाँ पछि थाहा भयो। अनि अर्को प्लस यहाँ यो टुरिस्ट हटस्पटै भन्दा हुन्छ है। एकदमै अर्ग्यानिक र टिपिकल बस्तीहरू हामीले यहाँ देख्न सक्छौँ है। पुरानो एकदम पौराणिक कालमा हामीले फिल्ममा देखिरहेको घरहरू जस्तो यहाँ हामीले आफ्नै आँखाले देख्न सक्छौँ। यहाँका महिलाहरूको नि यहाँ भेडाको उन आफूले धागो काटिरहेका छन् सबैले। यो चाहिँ चौरीको छालाको चकटी रे। ल हेर्नु है, यो एकदम र हो कि यो जस्तो चौरीले जिउबाट निकाल्यो त्यस्तै सुकाइदिने होइन त यो। अनि यस्तो चकटी बनाएपछि यहाँ माथि टक्क मान्छे बस्ने, तातो पनि हुने। ल पछाडि यहाँ छाला, ल हेर्नु चौरीको छाला, ल है यस्तो छ। यस्तोमा चट्ट यो चाहिँ नि अर्ग्यानिक नेचुरल। ल यो चकटी भयो। अब यो ढ्याक्क एकचोटि बस त। यस्तो मुडा बनाउने हो के? मुडा नि छ त। चाङ्ग्रा हो कि भेडा है? चाङ्ग्रा है। चाङ्ग्राको बथान आयो। ल आहा, ल सिङमा रङ लाएर चाहिँ सबै कस्तो दामी देखायो यार। कसम भयो। ल चाङ्ग्राको बथान आयो। चिसो धेरै क्या। यहाँ पछि हामी फेरि तलतिर ओर्लिँदै जानेछौँ। यो चाहिँ अहिले हामी दोमनथाङको दरबार एरियातिर जाने क्रममा छौँ। ल सरहरू नमस्कार सबैलाई। अब हामी आइपुग्यौँ सर है। अब यहाँ अन्तिम गरेर हामी हामतालतिर ओर्लिन्छौँ। ल यो लोमानथाङको हामी दरबार एरिया क्षेत्रतिर घुमिरहेका छौँ, हिँडिरहेका छौँ भनौँ। ल है यता एकदमै हेर्नु त यहाँ। ल यहाँको उपल्लो अप्पर मुस्ताङको सबभन्दा एउटा जक्सन भनौँ। एउटा कताबाट जाने हजुर हामी? ल हस्। ल यहाँभित्र पनि हेर्दाखेरि केही सानो बस्ती देखिन्छ, तर भित्र पुगेपछि मान्छे झुकिन्छ क्या। बाटैबाट गल्ली एकदमै छ। जस यो ठाउँ घुम्न लायकको छ है। यहाँ पनि टिपिकल बस्ती हामीले देख्न सक्छौँ अप्पर मुस्ताङको। यो ठाउँमा पर्यटकीय हिसाबले पनि यो ठाउँ एकदमै हटस्पट बन्न सक्छ। घाम तापेर बसिरहनु भयो सबैजना। ल यहाँको बस्ती हेर्नुहोस्। यो चाहिँ यहाँको मेन चोक रहेछ क्या। यहाँ
यहाँ मान्छेहरू घाम ताप्ने खानासाना खाएर आराम गर्ने बेला हो यो ल। यता यस्तो प्रकारको घरहरू छ, अग्लो 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 एकदमै दरबार टाइपको घरहरू छ। यो सबै माटो र ढुङ्गाले बनाएको घर हो है, फेरि यो माटो र ढुङ्गाले बनाएको घर हो। यहाँ गए यसरी सबैजना घाम तापेर आरामले टसिदिले सबैलाई। ओ यो हो नि त जङ्गी आमा ल, बवाल कुकुर रहेछ ल यार, यहाँ त प्योर भोटे कुकुर। यो चाहिँ बस्ती पूर्वाधार विकास केन्द्र। सबैलाई टाँसिदिले मम सबैलाई। अब यहाँ आहा ल लोमानथाङको मेन बस्ती रमाइलो छ। यहाँनिर हामी अहिले ओहो त्यहाँ अगाडि गुम्बा पनि देखिरहेको छौँ हामीले। यतातिर ठ्याक्कै तपाईँको थमेलतिर जस्तो पसलहरू पनि रहेछ यहाँनिर टुरिस्टको लागि, टुरिस्टहरूको लागि सायद यो पसल हुनसक्छ। यहाँ अगाडि एउटा गुम्बा पनि छ ल। यस्तो प्रकारको यहाँनिर एउटा चैत्य देख्न सकिन्छ हामीले। हेर्नुहोस् यो माटो र ढुङ्गाले बनेको है, ठ्याक्कै ल माथि चाहिँ काठले बनाएको रहेछ। काठ हो कि ढुङ्गा हो? ढुङ्गै जस्तो छ, गजुर चाहिँ काठको रहेछ। यहाँको ल यहाँनिर एउटा चाहिँ एकदम मोडर्न घर पनि बनाउँदै रहेछ, बनाउने क्रममा छ। हेर्नुहोस् यो चाहिँ लोमानथाङको बस्ती हो। एकदम बौद्ध स्वयम्भूतिर घुमेको जस्तो भाइब्स आइरहेछ क्या यहाँनिर। ल गाई चराएर आएछ, कुरो लागेछ। यो चाहिँ यहाँको पसलहरू एकदमै यहाँको यहाँ माने पनि रहेछ। यहाँ एकदमै डेभलप भइसकेको रहेछ क्या यो चाहिँ लोमानथाङ चाहिँ। एकदमै घुम्नलाई एकदम राम्रो छ है यो ठाउँ चाहिँ। ल यो चाहिँ सायद दरबार हो कि के हो? त्यो ठुल्ठुलो अग्लो अग्लो घर छ है लोमानथाङमा चाहिँ। अन्त सानो बस्ती पनि भएन, लोमानथाङमा चाहिँ ठुल्ठुलो बस्ती घरहरू रहेछ यहाँ। हामी चाहिँ अहिले उपल्लो मुस्ताङको चराङ भन्ने ठाउँमा छौँ। यहाँनिर आज याक काट्ने बेला रहेछ, आज याक काट्ने दिन रहेछ। अब यहाँ कुन चाहिँ याक काट्ने भनेर यहाँ छानिरहेको छ है। अस्ति हामीले देखेको बथान याकहरूमा बाँकी यति नै हो क्या? माथिबाट ए अस्ति माथिबाट आएको देखाएको थियो क्या, कम थियो याक, थुप्रो थियो। अब यो मध्येमा कुन चाहिँ याकको काला आउने हो थाहा छैन। अब यो याकको काला होइन त। अब यहाँ त पुरा हत्या हुँदैछ त। यो चाहिँ नाकबाट डोरी बाँधेर सास बन्द गरेर मार्ने रहेछ ल। यो चाहिँ उपल्लो मुस्ताङको मराङ भन्ने गाउँ है गाइस। यो गाउँमा पनि बस्ती कति 40-50 घर रहेछ भन्ने क्या अरे है। म चाहिँ अब एउटा यहाँ अलिक तल आइपुगेँ क्या, यतातिर घर धेरै रहेनछ। अलिकति माथि चाहिँ बस्तीहरू देखिरहेको थिएँ मैले अघि न। जे पनि यहाँको भौगोलिक बनावट, यहाँको घरको बनावटहरू लगभग उपल्लो मुस्ताङको लगभग सबै उस्तै छ नि। यहाँ पनि तपाईँको टिपिकल लोकल टाइपका घरहरू, अनि यहाँका पर्खालहरू, यहाँका बाटा,
यहाँको रुख सबै उपल्लो मुस्ताङको लगभग एउटै छ। यहाँ चाहिँ बस्ती बिचबाट यसरी एउटा कुलो जान्छ कि यो कुलो चाहिँ सिँचाइको लागि र अन्य प्रयोजनको लागि प्रयोग हुँदो रहेछ है। बस्तीको बिचमा चाहिँ जहाँ पनि एउटा कुलो चाहिँ यसरी बनेको हुँदो रहेछ। ल यतापट्टि मैले अलिकति घरहरू देखेँ। यो मराङमा उपल्लो मुस्ताङको मराङ भन्ने गाउँमा भएको घरहरू हो। यो बाटो वरिपरिको यो रुखहरू चाहिँ एकदमै राम्रो रहेछ कि मानव बस्ती भएको ठाउँमा जहाँ पनि बस्तीहरू छ होइन, मान्छेहरू बसेको छ त्यहाँ चाहिँ यस्ता रुखहरू हुँदो रहेछ। यस्तो रुखहरू देख्ने बित्तिकै यहाँ चाहिँ बस्ती छ भनेर थाहा पाइन्छ। ल यसरी यहाँ खानेपानीको धाराको सुविधा छ। तसिदले मेमे ल यहाँनिर बस्ती चाहिँ यता रहेछ। ल घरहरू यतापट्टि घरहरू छ, यसरी देख्न सकिन्छ। घरको माथिबाट यसरी हिमाल हो, सर्लकै हो मराङ गाउँको दृश्यहरू तपाईँलाई अलिअलि मैले जति भ्याउन्जेल बाटोमा परुन्जेलसम्मको देखाइरहेको छु है। यो घरको माथि दाउराहरू अब हिउँ सिजनमा हेर्दा हिउँ पर्ने भएकोले यहाँ चाहिँ अहिले दाउराहरू हिउँसम्मको लागि नै जम्मा गरेर राखेको हुँदो रहेछ। यहाँ चाहिँ घर अगाडि यस्तो गेट जस्तो है, जहाँ पनि माटो र ढुङ्गाको हो। यो सबै पर्खाल बाक्लो पर्खालहरू छ। हस् हामी चाहिँ अहिले यो उपल्लो मुस्ताङको चाराङ भन्ने गाउँमा गाउँलेहरूलाई भेला गर्नको लागि सूचित गर्दै हिँडिरहेका छौँ। मसँग चाहिँ यहाँ स्थानीय एउटा भाइ हुनुहुन्छ। नाम के अरे भाइको? छिरिङ दावा भाइ हुनुहुन्छ। उहाँले चाहिँ यहाँ गाउँले भेला गर्नलाई सहयोग गराउनु भएको छ। सुनसान छ। घरहरू सबै काममा हो कि? ए त्यही भएर है। यहाँ पनि मान्छे हुनुहुन्न जस्तो। यो चाहिँ 600-700 वर्ष पुरानो भोटे पिपल रे। यो एकदम भव्य रहेछ पिपलको बोट चाहिँ। यो चाहिँ गाउँमा यसरी कुलो चाहिँ बगेकै हुँदो रहेछ क्या है। अनि यसैबाट खेतीमा पनि पहिला खाना पिउन सबै यही पानी मिल्थ्यो। आजकल मिल्दैन। आजकल चाहिँ अलिक फोहोर भयो। घर घरमा धारा आइसक्यो। ल राम्रो। ल अहिले हामी अप्पर मुस्ताङको यारा घारा गाउँमा छौँ। यो यारा हो कि घारा हो भन्ने चाहिँ मलाई कन्फ्युज छ होइन। यहाँबाट चाहिँ यहाँ पनि एकदमै राम्रो सिनहरू एकदम राम्रो देख्ने है। यहाँको हिमालहरू हेर्नु, यहाँबाट देखिने हिमालको दृश्य हो यो। अनि यो गाउँ भयो, यो गाउँ यहाँको बस्ती हो। यो यहाँ पनि अब ठिक्ककै बस्ती रहेछ। त्यति सानो पनि होइन अनि त्यति ठुलो पनि होइन, ठिक्कको बस्ती रहेछ। अब यतातिरको मान्छेहरू प्रायः जसो सबैजना पढ्ने काम गर्ने सिलसिलामा गाउँबाट बाहिरै बस्दो रहेछ। अनि यहाँ चाहिँ बुढाबुढी बच्चा बच्ची मात्र धेरै भेट्छन् क्या यो गाउँतिर चाहिँ। अनि यो चाहिँ हामी यो अप्पर मुस्ताङको यारा भन्ने ठाउँमा छौँ। यारा हामी चाहिँ अहिले यो अप्पर मुस्ताङको यारा भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँको बस्तीहरू पनि त्यस्तै छ है, जताततै मुस्ताङको अप्पर मुस्ताङको जस यहाँको चाहिँ ल हेर्नुहोस्, यहाँ बस्तीहरू, यहाँ घरहरू होइन। यो मुस्ताङको घरहरू अप्पर मुस्ताङको यारा भन्ने ठाउँको घरहरू हो। यो अप्पर मुस्ताङमा पनि धेरै गाउँहरू रहेछ है भित्रभित्र। हामीले चाहिँ अझै अरू गाउँहरू पनि घुम्न धेरै बाँकी छ। हामीले यसरी हिँडेर जानुपर्छ यता मासतिर, गाडी जाँदैन।
उपल्लो मुस्ताङ घुम्ने क्रममा अहिले चाहिँ हामी यो उपल्लो मुस्ताङको ढी भन्ने गाउँमा आछौँ। यहाँ चाहिँ अति नै सुनसान वातावरण देखियो है, त्यति मान्छेको चहल पहल छैन। घरहरूको बनावट त सबै ठाउँमा एकै प्रकारको छ। यतातिर यहाँ चाहिँ घर घरमा यसरी घोडा पालेका हुन्छन्, जसरी हामीले गाई भैँसी पाल्छौँ। यहाँ चाहिँ धेरै जस्तो घरमा घोडा देख्न सकिन्छ। यहाँको चाहिँ अलिकति बाटोको समस्या देखेँ मैले। यो मोटरसम्म आउन सक्ने बाटो हो खास यो। यहाँ चाहिँ अहिले यो सायद बर्खाको पानीले हुनुपर्छ, भेलले पुरा बाटो कटान गरिएको छ। यहाँ चाहिँ यो ढी गाउँमा चाहिँ बाटोको निकै समस्या देखियो। यहाँ हेर्नु त, यहाँ बाटोहरू सब कटान गरेर लगेको छ। ढी गाउँमा चाहिँ यो बाटोको धेरै समस्या रहेछ। बत्ती पनि गइराख्ने रहेछ यतातिर, कहिले दिनभरि कहिले रातभरि बत्ती जाने रहेछ यतातिर। बत्तीको पनि समस्या देखियो। अनि ल हाम्रो यहाँ साथी ल हेर्नु त यहाँ ल ल यस्तो दौडिन्छ के। ल के हो, आफू दौडिन सक्दिनँ है। ल हेर्नुहोस्, यो चाहिँ ढी गाउँ। यहाँ ढीको बोर्ड पनि राखिएको छ। यहाँ चाहिँ बाटो यथाशीघ्र स्थानीय निकायले बाटोको लागि ध्यान दिनुपर्ने देखियो। ल ल ल ल हेर्नु त यहाँ। ल यस्तो युट्युबर भ्लगर भएर गाडीको चाबी खोल्न आएन भन्दै हुनुहुन्छ। पारा अहिले बुढा भयो अरे, बुढा भएर झ्याप्पै दारी पनि फुलिसकेको रहेछ। यो अहिले कसको भिड हो, के को भिड हो यो? चाङ्ग्रा होइन, चुनाव आयो। अब यो जनताको चुनाव आइरहेछ, जनताको भिड हो यो। ल यहाँ ल ओहो, यो हो नि त आमा ल मुस्ताङको चाङ्ग्रा। चाङ्ग्राको सुकुटी खानु पाएन भने हुन्थ्यो। यो त खोलाको बगरको जानुपर्ने छ। बगर पनि कति ठुलो, यो पुरै खोला भर्यो भने त के हालत होला। बर्खामा पुरै भर्छ यो, भर्दैन होला यार यस्तो त। अहिले चाहिँ हामी यो उपल्लो मुस्ताङको घुमघाम क्रममा ताङ्गे भन्ने गाउँमा आइपुगेको छ। ताङ्गे यो गाउँमा आइपुगिसकेपछि हामीले यसो बाहिर निक्लेर हेर्दा यहाँ चाहिँ बस्ती त्यति धेरै त छैन है, तर यहाँबाट देखिने जुन प्राकृतिक सौन्दर्य सिनहरू छ, यहाँको दृश्यहरू छ, एकदमै यहाँ पनि एकदमै राम्रो दृश्यहरू देखिन्छ। हामीले यहाँ यही ढुङ्गाको पहाडहरू, अनि नजिकै नाकामा ठोकेला जस्ता हिमालहरू, यहाँको यो कालीगण्डकीको नदीको बगर यहाँबाट हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। यहाँ पनि यस्तै बस्तीको नजिक जहाँ पनि यही भोटे पिपल भन्ने रुखहरू हुँदो रहेछ। यहाँ चाहिँ स्याउको बिरुवा त्यति देखिएन, अनि घरहरू पनि त्यति बाक्लो त देखिया छैन। अब अहिले हामी गाउँभित्र छिरेको छैन, अब गाउँभित्र छिरेर हेर्नेछौँ कतिको बाक्लो घर छ यहाँ। यो चाहिँ ताङ्गे गाउँको यो चाहिँ खेत हो। यो यहाँनिर वर्षको 2 बाली लगाइन्छ भन्ने भनाइ छ। यहाँ वर्षमा 2 बारी फापर हुन्छ अरे है। अनि अरू आलु लगायतका कृषिजन्य उत्पादन चाहिँ यहाँ वर्षको 2 बाली लगाइन्छ। यहाँ चाहिँ यो गोठहरू हुँदो रहेछ। गोठहरू यसरी सबै बारेर यहाँको घरहरूको स्थिति प्रकार सबै प्राय एउटै छ। यहाँको घरहरू, यहाँको बाटो मसिनो गल्ली जस्तो घरको बिचबिचबाट हामी गइरहेका छौँ। बाटो यो चाहिँ गोठ। बिस्तारै बिस्तारै यहाँ घरहरू चाहिँ देखिन थालेको छ। अब ठुल्ठुलो घरहरू रहेछ यहाँ पनि। वाह, दामी छ यहाँ चैत्यालय नयाँ है।
चाहिँ एउटा ढुङ्गामाथि यसरी एउटा मन्दिरको स्वरूप बनाएको राम्रो देखिएछ। यो चाहिँ पुरै ढुङ्गा माटो खिएर यस्तो डाँडा ढिस्को बन्दो रहेछ यहाँ चाहिँ हो। यो चाहिँ अब भेडा च्याङ्रा चराउन जाने तयारीमा रहेछ। बिहान नै च्याङ्रा यसरी चराउन चाहिँ कहाँ लाने हो थाहा भएन। यहाँ पुरै घाँसपात देखिँदैन, पुरै नाङ्गो बन्जर जमिनहरू नै देखिन्छ प्रायः यता चाहिँ। अनि यो पहाडहरू देख्नुभएको छ जहाँ घर जस्तो पहाडको बिचमा पालहरू जस्तो देखिन्छ, त्यो चाहिँ वास्तवमा पहिला पौराणिक कालमा पुरा धेरै पहिला यहाँका स्थानीय बासिन्दाहरू नै यसरी पहाडमा ढिस्कोहरूमा घर बनाएर बस्ने गर्थे अरे। त्यही भएर यहाँ अहिले पनि अलिकति हामीले देख्न सक्छौँ यहाँ पालहरू मान्छेले घर जस्तो बनाए गुफा जस्ता। यहाँ चाहिँ पहिला मान्छेहरू बस्ने भनाइरहेको छ। यो चाहिँ यहाँका होटेलहरू घरहरू यस्तो छ। यहाँको सुन्दर दृश्यलाई हेर्ने हिमाल, आहा यस्तो राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ उपल्लो मुस्ताङ। भन्ने ठाउँमा आइपुगिसकेको छौँ। यो चाहिँ उपल्लो मुस्ताङको हामी अलि तल्लो भेगमा रहेछ। यो चाहिँ यहाँनिर यहाँ यस्तो ढुङ्गामा बनेको आकृतिहरू एकदम धेरै देख्न सकिँदैछ। यो चाहिँ नेचुरल रूपमा हो कि मान्छेले बनाएको हो थाहा छैन होइन। यो हेर्दा नेचुरलै जस्तो देख्छ है। तर कतिपय ठाउँमा चाहिँ नि दरबारहरू जस्तो घरहरू जस्तो मन्दिरहरू जस्तो चाहिँ यहाँ थुप्रो त्यो ढुङ्गामा कुदिएको देख्दो रहेछ क्या। त्यो चाहिँ सायद पौराणिक कालमा अथवा परापूर्व कालमा यहाँ मान्छेहरूले बनाएको नै हुनसक्छ। यहाँ मान्छेहरू त्यो ढुङ्गामा ओडार बनाएर बस्थे अरे भन्ने सुन्नमा आएको थियो है। त्यही भएर यहाँनिर यहाँ ढुङ्गामा चाहिँ हरेक प्रकारको आकृतिहरू हामी देख्न सक्छौँ। धेरै छ यस्तो धेरै। यो चाहिँ ढाकमार गाउँ, उपल्लो मुस्ताङको ढाकमार भन्ने गाउँ रहेछ। अब यहाँ बस्तीमा अहिले चाहिँ पुगेको छैन, म यहाँ रोडमै छु। ढाकमार गाउँ अहिले हामी यो उपर मुस्ताङको घामी भन्ने गाउँमा आइपुगेका छौँ। यहाँ पनि अब हामीले सबैसँग भेटघाट गर्ने कार्यक्रम राखेका छौँ ल। यहाँको बस्तीहरू पनि सबै उस्तै हो। अब यहाँ स्थानीयहरूलाई भेला हुने काम हुँदैछ ल। घामीको बस्ती यो चाहिँ घामी भन्ने गाउँ ल। हेर्नु यहाँ पनि बस्ती बाक्लै रहेछ हो घामीमा चाहिँ। लाइफस्टाइलहरू घरहरू चाहिँ प्रायः जसो सबै एउटै हो होइन। खालि गाउँको नाममा चाहिँ फरक र यहाँबाट देख्ने जुन सिनहरू छन् होइन दृश्यहरू सबै एउटै छन् ल। घरहरू चाहिँ अलिक बाक्लो देखियो। यो चाहिँ घामी भन्ने गाउँ रहेछ घामी। यो चाहिँ अहिले हामी अप्पर मुस्ताङको घिलिङ भन्ने ठाउँमा आइपुगेका छौँ। घिलिङ भन्ने ठाउँमा पनि यहाँनिर घरहरू रुखहरू सबै एकै नासको छ अन्य गाउँहरूमा चाहिँ। यो चाहिँ घिलिङ भन्ने गाउँ हो अप्पर मुस्ताङको। यहाँ चाहिँ अलि बस्तीहरू बाक्लै रहेछ तर मान्छे पनि सुनसान। खोइ मान्छेहरू एउटा पनि देख्न सकिँदैन। यो सबै काममा होला सायद अहिले। अनि यो घरहरू हेर्नु डाँडाको टुप्पामा यो उहिले मुस्ताङे राजाहरूको घर जस्तो देखिने। तर यो गुम्बा हो कि घर हो थाहा छैन होइन। यहाँ पनि यस्तै घरहरू अलि पक्की घरहरू पनि बनिसकेको रहेछ यता चाहिँ। यो चाहिँ घिलिङ गाउँको बस्ती। यो चाहिँ घिलिङ गाउँ है। हेलो टसिदिले यो चाहिँ अप्पर मुस्ताङको समर भन्ने गाउँ। हामी यहाँ पनि घुम्दै फिर्दै आइपुगिसकेका छौँ समरमा। यहाँ पनि
त्यस्तै घरहरू, भोटे पिपलका अग्ला अग्ला रुखहरू र यस्तै बन्जर डाँडाहरू यहाँबाट देख्न सकिन्छ। यहाँ चाहिँ गाई पालेको रहेछ। अलि माथि माथि चाहिँ चौरी हुन्छ धेरै जसो, चौरी घोडा। ल ट्याङ ट्याङ ट्याङ, हेलो हेलो। यो चाहिँ समर गाउँको बिचबाट बगेको कुलो। यहाँ चाहिँ पानी यसरी नै घर घरबाट बस्ती बस्तीको बिचबिचबाट गएको देख्न सकिन्छ। यो चाहिँ सबै भोटे पिपलको रुखहरू। ल हेर्ने, आहा ल हिमालबाट बगेको पानी। यहाँको रुखहरू नि खतरा खतरा रहेछ है भोटे पिपल। समर गाउँको बस्ती। यहाँ पनि घरहरू लगभग त्यस्तै प्रकारको छ, जताततै माटोको ठुल्ठुलो घर, माटो ढुङ्गाको। हजुर यो चाहिँ समर गाउँ। यहाँ नि यस्तो नर्मल टाइपको गाईहरू हुँदो रहेछ यहाँ पनि है। अलि माथि चाहिँ चौरी मात्रै भेटिन्छ, यस्तो गाई भेटिँदैन। अनि यहाँ चाहिँ अलिक कस्तो पुरानो के है, प्योर ढुङ्गा र माटो मात्रै। ल यहाँको घरको मान्छे चाहिँ बस्तिरहन्छ, यहाँ चाहिँ भग्नावशेष जस्तो मात्रै देखिँदो रहेछ। ल जस बाटो र बिजुलीको चाहिँ यहाँ सुविधा पुगिसकेको छ प्रायः जस्तो गाउँमा। तर बाटो चाहिँ त्यही हो, अलिक कच्ची बाटो हो, बर्खामा गाह्रो हुन्छ। यो चाहिँ पुरा ढुङ्गा र माटो घर हो, अलिक चर्केको पनि देखिन्छ। यहाँबाट पनि बाटो रहेछ यस्तो है, गोठ हो के हो, यो घरै जस्तो छ। एकदम पुरानो ढुङ्गा र माटोको एकदम कच्ची घरहरू मात्रै रहेछ यहाँ चाहिँ। ल हेर्नु, हिमाल चाहिँ जहाँबाट पनि देखिने यहाँ एकदम राम्रो सिनेरियो चाहिँ एकदम राम्रो छ यहाँको। हामी चाहिँ अहिले यो मुस्ताङको तेत्ताङ भन्ने गाउँमा छौँ। यहाँनिर अहिले मिटिङ गर्नलाई गाउँले भेला गर्नको लागि गाउँलेहरू बोलाएर आएको छ। यसरी बोलाएर गाउँले भेला गर्ने गरिन्छ यहाँ चाहिँ। यो चाहिँ मुस्ताङको तेत्ताङ गाउँ है। यहाँ पनि घरहरू त्यस्तै पुरानो रुखै दाउरे हेर्नु नि है। यहाँको घर पनि पुरानो माटो र ढुङ्गाले बनेको घरहरू छ, एकदम पुरानो टाइपको है। यहाँ चाहिँ यहाँ टिपिकल लोकल घरहरू यिनीहरू चाहिँ यस्तै प्रकृतिको घरहरू हुनुपर्छ होइन। अनि पो हामीलाई नि हेर्न घुम्न अलिकति नौलो लाग्छ। नत्र भने त उस्तै खालको त के यो आधुनिक घरहरू त प्रायः मान्छेहरूले देखिरहेकै हुन्छ नि, त्यति इन्ट्रेस्ट हुँदैन क्या। यहाँ चाहिँ यो बैल गोरु जस्तो छ है, गोरु गाई गोरु। दिएको घर छ त्यही क्या, पुरानो घर अरे। अहिले हामी घुमघामको क्रममा यो मुस्ताङ लोवर मुस्ताङको ताङबे भन्ने गाउँमा आइपुगेको छ। ताङबे ल यो चाहिँ ताङबे भन्ने गाउँ हो। यहाँको यो चाहिँ बस्ती हो। यहाँ बाक्लो घरहरू देख्न सकिन्छ हामीले। यहाँको हुरी बाबा यो एकदम स्पिडमा हुरी लागिरहेछ।
यहाँको हुरी एकदमै कडा यो। अनि यो गाई हो कि गोरु हो के भन्छ यसलाई थाहा छैन है। यता यसलाई के पो भन्छ, यता जोत्नलाई युज गर्छ क्या गोरु, जोत्नलाई युज गर्ने गोरु हो। यहाँको सिङ चाहिँ यस्तो हुन्छ गोरुको, आमामा बबाल। अहिले हामी यो ताङबेको बस्तीभित्र आछौँ। यहाँको घरहरू पनि त्यस्तै छ है, माटो र ढुङ्गाको, त्यति आधुनिक घर देखिँदैन यहाँ। यो चाहिँ पोखरी रहेछ, पोखरी रहेछ यहाँ। यो चाहिँ गाई बस्तुलाई पोखरी हो, पानी खाँदैन। मान्छे जति सबै काममा गएको छ र अहिले, बस्तीमा कोही पनि छैन भनेर यहाँको मुखियाले भनिरहनु भएको छ। यो चाहिँ ताङबेको घरहरू। आज मान्छेहरू सबै काममा गइरहेको भन्ने कुरो छ। यहाँ बस्ती चाहिँ बाक्लै छ क्या फेरि है। यहाँ घरहरू हेर्नु, आहा यो हो नि त घर भनेको। ल मुस्ताङको घरहरू, यो चाहिँ मुस्ताङको ताङबे भन्ने गाउँको घरहरू हो। यो चाहिँ ताङबेको बस्ती। यहाँको घरहरू पनि अरू ठाउँको अरू गाउँको घरहरू जस्तै छ। हेर्नु है, यहाँ प्रायः सबै एकै प्रकृतिका घरहरू हुँदो रहेछन्। यसरी ढुङ्गा र माटोको बनाएर है, यस प्रकारले घरहरू बनाउँछन् यहाँ। ल न यहाँ स्याउ, बोटमा स्याउ यसरी पाकिरहेको हुन्छ, यहाँ फलिरहेको हुन्छ। यो चाहिँ स्याउको बोट रहेछ, अलिक ठुलो बोट रहेछ यहाँको चाहिँ। यो चाहिँ बस्तीमा एउटा सानो चैत्य जस्तो रहेछ। यो चाहिँ स्याउ, रुखबाट टिपेको स्याउ, फ्रेस। आहा पनि ठिक छ। बाटो चाहिँ धोस्तै रहेछ क्या अलि, बाटो चाहिँ अलिक गाह्रो रहेछ। कताबाट हो? यताबाट हो नि, फेरि तलतिर ओर्लेछ। ल यो चाहिँ ताङबेको गाउँ। यहाँको ढोका यस्तो हुन्छ। यहाँ बाटो कस्तो साँग्रो बाटो यार। यो घरहरू सब तालचामा रहेछ। ल चोमेरो जुङ्गुवा यो घुमा छ नि हजुर। है ए हस् 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 है म घोक हाल्दै आएको कि म अस्ति भर्खर काठमाडौँबाट आएको हो। ए यहाँ घुमा छ नि खेती गजब खेती रहे हुँदो रहेछ यहाँ तल। हामी यहाँ यो तल्लो मुस्ताङको लुब्रा भन्ने गाउँमा आइपुगेका छौँ। यो चाहिँ यो पनि यस्तो डाँडा काँडाको बिचमा छ होइन। यो गाउँको उसमा चाहिँ यो बगरै बगर छ छेउमा। यो चाहिँ खोला हो, कालीगण्डकीमा मिसिने खोला। यो चाहिँ अहिले हामी लुब्रा गाउँमा छौँ। लुब्रा यस्तो डाँडाको बिचमा खोलाको बगरमा छ यो है। यहाँ पनि खतरा रहेछ नि यता पनि यार, ट्रेकिङ टाइपको बाटो रहेछ।
लुब्रा गाउँको यो बस्तीहरू घरहरू हेर्नु यहाँ चाहिँ लोकल कुखुराहरू रहेछ ल यो चाहिँ लुब्रा गाउँको बस्ती घरहरू यहाँ पनि त्यस्तै त्यस्तै छ घरहरू चाहिँ अलिअलि बोन गेस्ट हाउस रे वेलकम टु बोन गेस्ट हाउस बाबा यहाँ माथि यस्तो ठाडै भिड रहेछ क्या पहिरोको जोखिम रहेछ यहाँ पनि अलिकति अब अहिले हामी यहाँ एउटा गुम्बामा जाँदैछौँ यो चाहिँ लुब्रा गाउँको घरहरू भन्नु न त्यस्तो हुन्छ यसरी खेती गरिन्छ यहाँ है पुरै ल हामी कुन ठाउँ आइपुग्यो प्यारो थाप्ला अरे यो चाहिँ काप्रे भिर भन्ने ठाउँको ठ्याक्कै अपोजिट गाउँमा रहेछ यो काप्रे भिर रेनी जोमसोम सडक बिचको भाग भयङ्कर भिड रहेछ यहाँ चाहिँ घरमा तालचा मारेर रहेछ फेरि यो चाहिँ काप्रे भिर यो अस्ति नै बर्खामा एकदमै पहिरो गएर बाटो अवरुद्ध भएको ठाउँ अनि अब यहाँ त ट्रेकिङ रुट चाहियो नि त है यहाँ सुनसान भइरहेको रहेछ है अब अनि अर्को कुरा भनेको चाहिँ हाम्रो यहाँको यो पहिरो छ नि त ए त्यो यो काप्रे भिरको पहिरो यो तलको पहिरोलाई कसरी अब उ गर्ने हो भन्ने त्यही समस्या छ हाम्रो वेलकम टु मार्फा मुस्ताङ मार्फा भिलेज यो चाहिँ खन्ती बजार रे ल हेर्नु यहाँबाट सिन क्या बबाल हिमालहरू देख्छ यार यो हो नि त यहाँको रोड पनि खतरा क्या फेरि रोड पनि डेन्जरस छ यहाँको त है दामी रोड छ प्लस यो हिमालको दृश्य आहा मनमोहक यार ठ्याक्कै दे हामीले त्यो फिल्ममा देख्छ नि युरोपहरूतिर स्विजरल्यान्डतिर भन्छ नि हो त्यस्तै सिन रहेछ क्या यहाँ चाहिँ घरहरू पनि त्यस्तै प्रकारको है रोड पनि खतरा अनि यहाँबाट देखिने सिनहरू पनि खतरा हिमालको क्या यो हिमालको सिन हो क्या दामी छ नि त यार हिमाल चाहिँ हो क्या यार यहाँको आहा दामी